सेवा साथीहरू तपाईहरुलाई मेरो मिनी भ्लगमा स्वागत छ। आज भने मेरो एकदमै पुरानो साथीलाई भेट्नको लागि भनेर म घरबाट निस्किसके। घाम यति धेरै चर्को लागिरहेको थियो कि ओहो मेरो अनुहार तपाईहरुले हेरेर नै थाहा पाइसक्नु भयो होला। फेरि त्यही माथि सफारी नआएर भनेको यति धेरै हिँड्न पर्यो साथीहरू। अनि बल्ल बल्ल सफारी आइपुग्यो। हाम्रो भेट्ने प्लान सेन्ट्रल मलमा थियो, त्यसैले सफारीमा म सररररर वरपरको दृश्यहरू अवलोकन गर्दै जाने क्रममा कान्तिपुर सेकेन्डरी स्कुल पनि देख्न पाए। विराटनगरमा स्कुल, कलेज, हस्पिटल भने यति धेरै नाम चलेको छानी पाइन्छ, तर घुम्ने ठाउँ भने कतै छैन। त्यसैले सेन्ट्रल मल नै चुज गर्यौं र म मेन रोड हुँदै फाइनली सेन्ट्रल मल पनि पुगे। सेन्ट्रल मल पुगेर यताउति हेरेको मेरो साथी आइपुगेकै रहेन रहेछ। अनि के गर्ने त भन्दाखेरि एकछिन साइडमा बसे अनि फिल्महरू पनि निकै राम्रो चलिरहेको रहेछ। विशेष गरी निकै कन्ट्रोभर्सी चलेको फिल्म लाली बजार पनि लागिरहेको रहेछ। तर म भने साथीहरू पर्खिरहेको थिएँ र फाइनली मेरो साथीहरू पनि आइपुग्यो। त्यसपछि डाइरेक्ट हामी सेन्ट्रल मल छिर्यौं। सेन्ट्रल मल भिजिट गर्दा मलाई सबैभन्दा राम्रो लागेको कुरा भनेको शान्तिको दूत गौतम बुद्धको स्ट्याचु हो। यो एकदमै सुन्दर थियो। त्यसपछि हामी लिफ्ट चढेर माथिल्लो तलामा गयौं। माथिल्लो तलामा मान्छेहरूको निकै नै भिडभाड थियो। कोही नवजोडीहरू ब्राइडल ड्रेस लगाएर फोटो सुट गरिरहेको थियो भने कोही भने यसरी पब्लिक प्लेसमा एउटा नेपाली उखान छ नि, हग्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तो हामी पो लाजले भुत्तुक्कै के वास्ता गर्नु भनेर हामी आफै फोटोहरू खिच्न थाल्यौं। केही क्षण बस्यौं, चिसो खायौं, त्यस पछाडि हामी त्यहाँबाट निस्क्यौं र सिधै माङहाङ पुग्यौं। माङहाङ निकै नामी रेस्टुरेन्ट रहेछ। यहाँ विराटनगर भरिका मान्छेहरू आएर खाजा खाने रहेछन्। तर हामी पुग्दा भने दिउँसो भएको कारण सामान्य मान्छेहरू मात्र थिए। साथी र बहिनीले भने अनुसार बेलुका र फ्राइडे स्याटरडे मान्छेहरूको घुइँचो हुन्छ रे। अनि गफ गर्दै खाजा अर्डर गरेको पर्खिरहेको थियौं। त्यतिकैमा खाजा पनि आइपुग्यो। भोक सबैलाई लागेको भएर ढिलो नगरी खाजा खायौं। जोगबनी नजिक भएको र साथीको केही सामान किन्नु पर्ने कामले जोगबनीतिर लाग्यौं। एकछिन घुम्यौं, सामानहरू हेर्यौं। समय पनि निकै गइसकेको थियो। अब त घर जानुपर्छ भनी हामी सफारीमा फर्क्यौं। साथी र बहिनीसँग मज्जाले बाई पनि भन्नु नपाई सफारी अङ्कलले त हुइँ आफ्नो सफारी हुइकाएर लगिहाल्नु भयो। त्यस पछाडि भने म घर हिँड्दै 5 देखि 7 मिनेट भित्रमा घर पुगे। साथीहरू तपाईहरुलाई मेरो यो भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला। बाइ बाइ।